हेलो हाई नमस्ते नमस्कार गुड आफ्टरनुन सबैजनालाई विशेष धन्यवाद सबैजनालाई मिस्यो भन्न चाहन्छु। हामी चाहिँ म चाहिँ आज मैले निकै काममा व्यस्त भएर साथसपोर्ट दिनु पनि पाएको छैन। आज यतातिर छौँ, हाम्रो साथी चाहिँ डेङ काम गर्दैछन्। के छ हजुर हालखबर भाइ, के छ हालखबर? सन्चै छौ? अब भ्यालेन्टाइन आउन लागेको छ। भ्यालेन्टाइन भन्छ के भन्छ नि त्यसलाई? के गिफ्ट पठाउने विचार छ? भ्यालेन्टाइन डेमा अब के चाहिँ गिफ्ट पठाउने? न स्वास्नी न छोराछोरी, कसलाई के पठाउने भन्नु तिमी पनि पीडित नै हो। बुढी पीडित हो, बुढी पीडित हो। अच्छा, अहिले कहिलेकाहीँ चाहिँ कस्तो महसुस हुन्छ त? अनि जस्तो पीडित हुँदाखेरि चाहिँ अब कमेडीतिर जाउँ कि सिरियसमा जाउँ त? अब कमेडीतिर जाउँ भने आफै खायो आफै रमायो, कसैको किचकिच्नी छैन, बडा मजा छ जिन्दगी। अब त्यही हो, अब दुःख सुखको कुरा गर्ने मान्छे छैन।